रसवा भरल बा पोर पोर गोरिया आई हो, रसवा भरल बा पोर पोर गोरिया, छम्मक छल्लो तो हर चर्चा चारो ओर गोरिया। गार्जियन सानो दाइ हुनुहुन्छ अनि हाम्रो कृष्ण भुसाल दाइ हुनुहुन्छ, हाम्रो गार्जियन गीताजी हुनुहुन्छ। उहाँहरू नै मलाई यो फिल्मी दुनियाँ बोलाउनु भएको, उहाँहरू नै मेरो गार्जियन हुनुहुन्छ। उहाँहरू प्रोड्युसर पनि भइसक्नु नेपालमा नायकको काम छैन, रेखा थापाजीसँग इच्छा छ काम गर्नको लागि। ओ ओडी के चुनरी आए धानी हे रानी काहे बिजुली गिरावेलू, हाय बार बार हिचकी तोहार आवे गोइया रे, बार बार हिचकी। के भन्ने यो गाना गाएपछि फेरि हिरोइनको याद आउँछ। झन् राम्रो हुन्छ न। नमस्कार, मिला क्रिएसनमा तपाईँलाई स्वागत छ। हजुर, म गीता अधिकारी आज पनि आइसकेकी छु तपाईँहरूको सामने। आज हामीसँग भोजपुरी गायक, नायक, प्रड्युसर, उहाँ के हुन्छ, थुप्रै मल्टी ट्यालेन्टेड हुन्छ, एकछिनमा थाहा हुन्छ। आज हामीसँग हुनुहुन्छ श्याम मिश्राजी। स्वागत छ श्यामजी। तपाईँको च्यानल हेरिराख्नु सबै दर्शक मिलेमा नमस्कार गर्छु। हजुर, सन्चै हुनुहुन्छ? ठिक छ। गीत रेकर्डिङको लागि काठमाडौँ हो? गीत रेकर्डिङको लागि, कथा सुन्नको लागि आएछु। के को कथा सुन्दै हुनुहुन्छ? मुभीहरू हो। हजुर, कहिले सुरु हुँदैछ हो? अब यो अहिले कोरोनाले गर्दा कलाकार त्यति खुला रूपमा हजुर भन्छन् गर्छु, तर मन दबै छन् अहिले कलाकारहरूको हैन। अब 1-2 महिनामा उनीहरूको मन खुल्छ हैन, अनि 1-2 महिनामा सबैको मन खुल्छ अनि गर्छन्। 1-2 महिनामा सुटिङ हुन्छ। हजुर, यो बात तपाईँको नयाँ चाहिँ गीत सङ्गीत के आउँदैछ? मेरो अब नयाँ 1-1.5 महिनापछि मेरो नेपाली एल्बम आउँछ। त्यसको लागि त म कलाकारको मन खुलोस् या नखुलोस् म गर्छु हैन। हजुर, मुभीको लागि त डाइरेक्टर, प्रोड्युसर रेडी हुनु पर्यो हैन। हजुर, पहिल्यै मेरो नेपाली एल्बम आउँछ। कहिले आउँदैछ? कति गीतहरू छन् त्यहाँ? कस्तो गीतहरू छन्? 7वटा गीत, आधुनिक गीतहरू छ। हजुर, सबै तपाईँकै सोलो भोकल हो कि अरू पनि हुनुहुन्छ? मेरै हो, मेरो भोकल हो, सबै मेरो भोकल हो। राजेन्द्र बजगाईजीको सङ्गीत हो। ड्रिम्स स्टुडियोमा रेकर्डिङ भइरहेछ। ड्रिम्समा। यो बाइक भोजपुरीतिर चाहिँ के धमाका छ नि? भोजपुरी धमाका छ। अलिकति सुनौँ न त। भोजपुरी धमाका छ। रसवा भरल बा पोर पोर गोरिया आई हो, रसवा भरल बा पोर पोर गोरिया, छम्मक छल्लो तो हर चर्चा चारों ओर गोरिया, छम्मक छल्लो तो हर चर्चा चारों ओर गोरिया। गोरिया छोड़ के न जइहो नैहरवा हो, गोरिया छोड़ के न जइहो नैहरवा, मनवा हिलोर मारेला हो, बोले अखिया के तोहरे कजरवा, बोले अखिया के तोहरे कजरवा, मनवा हिलोर मारेला। दुईटा गीत गोरीहरूको लागि मात्रै, कालीहरूको लागि अन्याय भयो नि। गोरिया भनेको गोरिया गोरी छैन। ए म त सोचे यो त सब गोरीहरूको लागि। गोरिया भनेको केटी केटी। गोरिया भनेको जस्तै मेरो बिहे भएछ भने हाम्रो त्यो माइकेमा बसेको बुझ्यो त्यसलाई गोरिया भनिन्छ के। ए यो बाइकहरू के कता बिजी हुनुहुन्छ? यो बाइक भोजपुरी मुभीमा नैहर भन्ने मुभी छ, लखनऊमा उसको कथा सुनिरहेको अस्ति। त्यो पनि मार्चमा सुटिङ हुन्छ। त्यो चाहिँ सुटिङ हुन्छ अनि त्यस पछाडि रिलिज हुन्छ। यता नेपाली फिल्महरूतिर चाहिँ अफरहरू आइरहेको छ कि तपाईँ? नेपाली मुभीमा 2टा अफर आएछ। हाम्रो श्री सानो दाइसँग, हाम्रो गार्जियन सानो दाइ हुनुहुन्छ अनि हाम्रो कृष्ण भुसाल दाइ हुनुहुन्छ, हाम्रो गार्जियन गीताजी हुनुहुन्छ। उहाँहरू नै मलाई यो फिल्मी दुनियाँ बोलाउनु भएको, उहाँहरू नै मेरो गार्जियन हुनुहुन्छ। उहाँहरू प्रोड्युसर पनि भइसक्नु हाम्रो गार्जियन त वहीँहरू हुनुहुन्छ हैन। अब उहाँहरू जुन मुभी भन्नुहुन्छ त्यही मुभी गर्छौँ। सान्दैसँग 2टा मुभी आइसकेको छ, उहाँले मलाई भनिसक्नु भएको छ। हजुर, कहिलेदेखि अब त्यो सुटिङमा जाने अथवा के काम भइरहेछ अहिले? मैले कथा, उहाँले भन्नुभयो कथा स्क्रिप्ट रेडी, उहाँले कथा फोटोकपी गरेर मैले पठाइदिनुहुन्छ। मेरो जुन हुन्छ म त्यहाँ आफै सुन्छु, आफै हेर्छु। बाँकी जहिले बनाउनु सुटिङको लागि म आइदिन्छु। तपाईँ चाहिँ
एउटा राम्रो गायक पनि अनि नायक पनि हैन हजुर दुईटामा आफूलाई चाहिँ के गर्नलाई बढी मनपर्छ के गर्न रुचाउनु गायकमा नायक चाहिँ किन हुनुभयो अहिले त धेरै जसो नायकहरू चाहिँ एकदम खल्ती गरम हुनेहरू चाहिँ तुरुन्त नायक हुन्छन् नि त त्यस्तै हो कि क्या हो कथा नेपालमा नायकको काम छैन हो फेरि चल्दैन फेरि आफै नायक भरे यसो भनिरहँदा फेरि नेपालमा नायकको त्यो जुन छ नायक बनेर हिरो बनेर म आफ्नो घर चलाउन सक्छु या नायक बनेर म केही गर्न सक्छु नायकको क्रेज छैन कि नायक बनेर एक मुभीमा 10 लाख 15 लाख त्यो 10 लाख नेपाली भने के हो नायक बनेर एउटा गाडी पनि किन्न सक्दैन एउटा बंगला पनि किन्न सक्दैन आफ्नो छोराछोरीले राम्रो ठाउँमा पढाउन सक्दैन नायक बनेर के फाइदा त्यही भएर तपाईले बिजनेस पनि गरिराख्नु भएको छ म आफ्नो बिजनेस पनि गरिरहेछु सेटको लागि गायक बनेर केही फाइदा छैन अब एल्बम तपाईँ चाहिँ के को लागि त्यसमा गायक नायक भइराख्नु भएको छ कसैको प्रेसरले अथवा के को लागि अब आफूलाई मन पर्दैन यो काम छैन भन्दा भन्दै फेरि यसैलाई कन्टिन्यू गरिराख्नु भएको छ नि त यो मेरो मतलब इच्छा हो म आफ्नो आत्मसन्तुष्टिको लागि यो काम गर्छु ओके अब तपाईको आत्मसन्तुष्टिको लागि गरिराख्नु भएको छ मेरो दिल इच्छा थियो मेरो सुरुदेखि नै मन थियो कि म गायक बन्छु म हिरो बन्छु त्यसैको लागि म गरेँ पैसाको लागि म गरेको छैन म एज ए कुनै पनि निर्माता निर्देशक मैले म यति पैसा लिन्छु अनि गर्छु भनेर मैले भनेको छैन कोहीसँग भन्दै म यति पैसा लिन्छु भनेर उहाँहरूले जति दिनुहुन्छ तपाईँ हात राख्नुहुन्छ हुन्छ भनेर नदिए पनि हुन्छ दिए पनि हुन्छ भनेपछि भोलिदेखि त फेरि कसैले पनि नदिए पनि हुन्छ भनिरहँदा त फेरि सामाजिक मुभी छ भने मैले आएर बसेको खाएको त्यो दिए पनि हुन्छ तर सामाजिक हुनु पर्यो त्यो मुभीले समाजमा सुधार गर्नु पर्यो मेन कुरा त्यो सामाजिक छ भने मैले पैसा लिँदैन त्यो फिल्ममा गरिदिन्छु कोसँग काम गर्ने इच्छा छ तपाईलाई हिरोइनहरु चाहिँ हिरोइन हुन्छ नि त अनुहार हुनु पर्यो चाहिँ शेयर गर्न पाए हुन्थ्यो भन्ने हुन्छ नि रेखा थापाजीसँग इच्छा छ काम गर्नको लागि हजुर एकचोटी उहाँसँग धेरै मतलब पुरानो हुनुहुन्छ उहाँसँग छ मेरो इच्छा एकचोटी मुभीमा काम गर्नको लागि हजुर अब अर्को एउटा गीत सुनाइदिनु सक्छु त्यसो भए तपाईँ गीत पछाडि लाग्नु हैन गायकसँग भएपछि अब के सुन्ने त के चुनरिया धानी ओढ़ी के चुनरी आए धानी हे रानी काहे बिजुली गिरावेलू हाय ओढ़ी के चुनरी धानी हे रानी काहे बिजुली गिरावेलू अब न चली मनमानी है रानी काहे बिजुली गिरावेलू हाय ओढ़ के चुनरिया धानी है रानी काहे बिजुली गिरावेलू यो बाहेक चाहिँ छँदैछ तपाईको आफ्नो यो बाहेक चाहिँ के गर्नलाई रुचाउनुहुन्छ के गर्ने इन्ट्रेस्ट छ सो गायक अनि नायक अनि त्यसपछि आफ्नो बिजनेस छोडेर चाहिँ इन्ट्रेस्ट चाहिँ के भएको छ अरू म राजनीतिमा पनि मेरो इन्ट्रेस्ट छ समाजलाई सुधार्नको लागि जुन हाम्रो एरियामा जसरी यो त हाम्रो एरिया भन्नाले कपिलवस्तु जसरी यहाँ काठमाडौँ भइहाल्यो हाम्रो कपिलवस्तुतिर म राजनीति गर्छु हैन म पहिला मेयर पनि लडेको हो कमै भोटले हारेको हो विकासको लागि मेरो मन छ कि म एकचोटी विकास गर्नको लागि पोलिटिक्समा विकास गर्नको लागि पोलिटिक्समा म आएको हो न कि म मतलब पोलिटिक्स आफ्नो रोजीरोटी या आफ्नो बुवाको त्यो बनाउनु लागि आएको म अहिले विकासको लागि आएको केही गर्नलाई केही गर्छु र केही गरेर देखाउँछु कि मतलब अभिनेता नेता भनेर म पोलिटिक्समा आउँछु भनेर त्यस्तै जुन हुन्छ नि यो त कलाकारले जसरी डाइरेक्टर भन्छ यो गर अनि त्यस्तै गरिदिन्छ अनि त्यसरी मतलब म कलाकार जस्तै म पोलिटिक्समा गएर फेयर काम गरेर देखाइदिन्छु अरू नेताहरू देख्दै गर्छन् अरे यस्तो काम गरिदियो भनेर त्यसैको लागि पोलिटिक्समा पनि गएको हो फलामले भोलि गएर तपाईँले अब पोलिटिक्समा आउँदा चाहिँ भोलिको दिनमा गएर मात्र पोस्टमा पुग्नुभयो भने श्याम मिश्राले जस्तो काम गर्नुपर्छ भनेर अरू नेताहरूलाई तपाईँले यसरी गर्नुपर्छ भन्ने टाइपको चाहिँ काम गर्न चाहनुहुन्छ हजुर मेरो चाहना नै त्यही छ भनेपछि तपाईँको पोलिटिक्स चाहिँ अहिले
कतिको रफ्तारमा गइरहेछ त? अहिले रफ्तारमा छ मेरो पोलिटिक्स। अहिले हरेक ठाउँमा जुलुस निकालेको अस्तव्यस्त छ। अहिले देशको स्थिति नै अस्तव्यस्त छ, तर हामी जुलुस निकालेकै छौँ होइन। राप्रपा पार्टीको हरेक ठाउँमा प्रदर्शन गरेकै छौँ। देशको स्थिति नै खराब छ। सबै पार्टीहरूले गरिरहेछन् प्रदर्शन अहिले। यो 5 सालको सरकार 3 सालमै खत्म भएको यस्तो सरकार छ होइन। त्यसै कारण हामी जुलुस निकालेका छौँ कि हाम्रो हिन्दू धर्म, हिन्दू राष्ट्र बनोस्, राज संस्था आओस्। त्यसैको लागि हामी लडिरहेछौँ। यो जुन सरकार चाहिँ फालेर फ्रेस नयाँ सरकार होस् भनेपछि हिन्दू राज्य ल्याउने अभियानमा हुनुहुन्छ तपाईँ? म हिन्दू राज्य ल्याउने अभियानमा आउँछ। कहिले आउँछ यो? आउँछ, कहिले आउँछ? नेपालमा जहिले पनि मतलब यहाँ कुनै त्यो छैन कि अहिले आउँछ। यहाँ जे पनि जहिले त्यतिखेर नै हुनसक्छ। आउने चाहिँ आउँछ। जस्तो अब तपाईँ पोलिटिक्समा पनि हुन्छ, आफ्नो बिजनेस पनि सम्हालिराख्नु भएको छ, गायन क्षेत्रलाई पनि निरन्तरता दिइराख्नु भएको छ होइन। अनि नायक पनि हुनुहुन्छ भिडियोहरूमा। कसरी समय चाहिँ कसरी म्यानेज गर्नुहुन्छ? यो सबैतिर हात हाल्दा त फेरि सबै एकदमै छताछुटो टाइपको हुँदैन? मान्छे हुन्छ नि, म यो गर्छु भने आँट्यो भने गर्न सक्छ। फाल्तु काम गर्दैन। समय निकालेर मुभीको लागि समय निकाल्छौँ, कहिले व्यापारको लागि समय निकाल्छौँ, कहिले राजनीतिको लागि समय निकाल्छौँ। मतलब यो गर्छु भने कुनै पनि मान्छे भने म यो गर्छु भने गर्न सक्छ। फाल्तु काम नगरे आफ्नो जुन काम छ त्यो गऱ्यो भने गर्न सक्छ। आफ्नो इच्छा हुनु पर्यो, सबैतिर पनि म्यानेज गर्न सक्छ। इच्छा शक्ति हुनु पर्यो। इच्छा शक्ति छ भने गर्न सक्छ। त्यसको साथमा पैसा पनि हुनु पर्यो। हजुर, मेन त पैसा छ। पैसा छैन भने इच्छा शक्ति भएर के काम? पैसा आउनु पर्यो। के छ त? अब फ्युचर प्लान मेरो गीत निकाल्ने, मुभी काम गर्ने। एज अ प्रड्युसर पनि हुन्छ। फेरि तपाईँले अर्को मुभी बनाउँदै हुन्छ? तपाईँ इन्टरभ्यू लिनुभएछ कि मेरो पोल खोल्नुभएछ? तपाईँ प्रड्युसर पनि हो नि त? प्रोड्युसर हो। मैले प्रोड्युसर हो, तर मैले मुभीमा आफ्नो प्रोड्युसर भनेर नाम हालेको छैन होइन। जुन राम्रो मुभी हुन्छ, देश या चेतनामूलक हुन्छ, उसमा प्रोड्युसर काम गरिदिन्छु होइन। हजुर, अहिले चाहिँ ब्याकमा बसेर प्रड्युसर भइराख्नु? ब्याकमा बसेर प्रड्युसर काम गरिदिन्छु होइन। तपाईँले भने जस्तो स्क्रिप्ट चाहिँ आएको छैन तपाईँले एज अ प्रड्युसरको रूपमा आउनलाई चाहिँ होइन। जुन दिन मनपर्छ, एउटा सन्देशमूलक हुन्छ, त्यो दिन चाहिँ अगाडि आउँछु। एउटा राम्रो मुभी देशका मान्छेले हेर्ने जस्तो मुभी आओस्, सन्देशमूलक, त्यसमा म प्रड्युसर भनेर आउँछु। गुड लक, चाँडै आओस् तपाईँलाई प्रड्युसर भनेर न्युजदेखि दिन पनि। लगभग अब अन्त्यतिर छौँ हामी कार्यक्रमको। अहिलेसम्म केही नआएको कुरा, यस्तो कुराहरू चाहिँ मिडियामा आए अझ राम्रो हुन्छ भने केही कुराहरू छ भने? अब के भन्ने होइन, देशको बारेमा भन्ने कि फिल्म लाइनको बारेमा भन्ने? देशकै बारेमा भनिदिनुहोस् न। तपाईँ एउटा पोलिटिसियन पनि हो नि त, त्यो हिसाबले पनि। देशको बारेमा भन्नु छ भने देशको स्थिति धेरै खराब छ। हाम्रो हजुरको च्यानल हेरिराख्नु भएका सबै दर्शक जनताले देशलाई बचाउनुपर्छ। यो नेता र यो भ्रष्टाचारी नेताको पछाडि लाग्नु हुँदैन। यिनी देश चाहिँ बेचिसकेछन्, केही बाँकी बलवटारको जमिन चाहिँ बिकिसकेछ, सबैले थाहा छ। अब केही बाँकी छैन र यिनीहरूको पछाडि लागेर एक घरमा 4 नेता बनेर आफ्नो स्वाभिमान गमाउनु हुँदैन। यो देशलाई हिन्दू राष्ट्र बनाएर राज संस्था लाएर देशलाई बचाउनुपर्छ होइन। यो राज संस्था आयो भने म मन्त्री बन्दैन, हिन्दू राष्ट्र आयो भने म एक्लै त हिन्दू होइन नि, पुरै देश त हिन्दू हो होइन। हिन्दू राष्ट्र आयो भने यो देश थोडी खत्तम भइहाल्छ, झन् राम्रो हुन्छ नि त। त्यसै कारण म भन्छु जनतासँग हिन्दू राष्ट्र ल्याउनुपर्छ, यो देशलाई बचाउनुपर्छ।
यो भ्रष्टाचारी नेताहरूसँग लुटेराहरूसँग बचाउनुपर्छ देशलाई हैन। यो तपाईँको च्यानल मार्फत म यही भन्छु कि यिनीहरूलाई समाप्त गरेर एउटा देशको नयाँ निकास खोज्नुपर्छ। यो राजनीतिको भाषा हो। अरू मेरो यो फिल्मी दुनियाँको भाषा, मेरो मुभी जुन अब मेरो एउटा बॉयफ्रेन्ड रिलिज भयो, अब किङ अरे देवता अस्ति मैले कुरा गर्दाखेरि लान्छुन छ। अब 1-2 महिनामा भन्नुभएको थियो कि लान्छुन छ, त्यो हेरिदिनु होला र हजुरको च्यानल पनि हेरेर सब्सक्राइब गरिदिनु होला हैन, लाइक गरिदिनु होला, अरू आशीर्वाद दिनु होला। अरू के भन्ने? यहाँसम्म आएर हामीलाई समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। अन्त म एउटा अलिकति गीत गाइदिनु न, मलाई तपाईँको गीत एकदम मन परिरहेछ आज। बार बार हिचकी तोहार आवे गैया रे, बार बार हिचकी के भन्ने। यो गाना गाएपछि फेरि हिरोइनको याद आउँछ। झन् राम्रो हुन्छ न, हिरोलाई हिरोइनको याद आयो भने त त्यो झनै राम्रो कुरा भयो। मनवा से हमरे दूर न जाए सैया रे, बार बार हिचकी तोहार आवे गैया रे, बार बार हिचकी तोहार आवे गैया रे। धन्यवाद हजुर। आजको बसाइबाट हामीले बिदा लिने बेला भइसकेको छ। अर्कोपल्ट हामी आउनेछौँ, त्यतिन्जेलसम्मलाई हामीलाई बिदा दिनु होला। हस्त, नमस्कार।